धेरैजनाको फ्याट लस जर्नीमा सबैभन्दा बिग मिस्टेक, मान्छेहरू धेरैजसो एक्सट्रिम डाइट अनि हेभी वर्कआउट गरेर चाहिँ विकली 1 to 1.5 kgको दरले चाहिँ वेट घटाउने टार्गेट सेट गर्छन्। त्यसरी सर्ट टर्ममा वेट त घट्छ तर सस्टेनेबल हुँदैन। गोल हिट भएपछि डाइट बन्द हुन्छ अनि फेरि ब्याक टु ओल्ड ह्याबिट्स, जुनको रिजल्ट्स वेट फेरि गेन हुन्छ। धेरैजनाको यही साइकल बारम्बार रिपिट भइरहेको हुन्छ। फ्याट लसको लागि चाहिँ त्यस्तो एक्सट्रिम स्टेप लिन पर्दैन। शरीरलाई चाहिने भन्दा अलिक कम क्यालोरी खानु, रेगुलर वाकिङ, जगिङ, स्विमिङ यस्तो केही एक्सर्साइजहरू चाहिँ गर्नु पर्यो। त्यसपछि गोल महिनामा 0.5 to 1 kg फ्याट लस हुने तरिकाले गोल सेट गर्नु पर्यो। यस्तो गर्दा फेभरेट फुडहरू टाइम टु टाइम खान पनि पाइयो, बिस्तारै इटिङ ह्याबिट पनि सुध्रिँदै जाने भयो। अनि यो कुरा चाहिँ हामीले जिन्दगीभरि आफ्नो एउटा लाइफस्टाइल बनाएर काम अगाडि बढ्न सक्यौँ, जुनले गर्दा चाहिँ हाम्रो रियल ट्रान्सफर्मेसन हुन्छ, सधैँ फिट देखिन सक्छौँ।